न्युजिल्यान्ड आइसक्नु भएको छ अथवा आउँदै हुनुहुन्छ भने कुन चाहिँ ब्याङ्कमा अकाउन्ट खोल्ने, कहाँ चाहिँ आफ्नो पैसा राख्ने, कुन चाहिँ ब्याङ्कलाई आफूले ट्रान्जेक्सन गराउने भन्ने सोच्नु भएको छ भने र डकुमेन्ट्स रिक्वायर्ड के छ भनेर सोच्दै हुनुहुन्छ भने यो भिडियो हेर्नुहोस्। न्युजिल्यान्डमा मैले चाहिँ पर्सनली एएनजेड ब्याङ्क र एएसबी ब्याङ्क प्रिफर गर्छु र एएसबी ब्याङ्कको केसमा हजुरले अनलाइनमा अकाउन्ट खोल्न सक्नुहुन्छ। त्यसको लागि अनलाइन फर्म फिलअप गर्ने र डकुमेन्ट्सहरू चाहिँ हजुरको प्रुफ अफ एड्रेस, हजुर न्युजिल्यान्डमा बसेको टेनेन्सी एग्रिमेन्ट, स्टुडेन्ट जाँदा जाँदै हुँदैन। सो त्यो कन्डिसनमा चाहिँ हजुरहरूले आफ्नो कलेजमा इनरोल गरेको कलेजबाट एउटा लेटर माग्नुभयो भने कलेज युनिभर्सिटीले प्रुफ अफ एड्रेसको डकुमेन्ट्स दिन्छ। त्यो डकुमेन्ट्स हजुरको भ्यालिड न्युजिल्यान्डको भिजा र ओरिजिनल पासपोर्ट, जसलाई चाहिँ ई पासपोर्ट भएको स्टुडेन्टहरूले चाहिँ एएसबी ब्याङ्कको केसमा चाहिँ मोबाइल एएसबी आइडीबाट स्क्यान पनि गर्न मिल्छ र ब्याङ्क भिजिट गर्नु पर्दैन। तर अर्को जुन एमआरपी पासपोर्ट छ त्यो कन्डिसनमा अपोइन्टमेन्ट लिएर ब्याङ्क भिजिट गर्नुपर्छ र एएनजेड ब्याङ्कको केसमा यो सबै डकुमेन्ट्सहरू अनलाइनमा अपलोड गरिसके पछाडि पासपोर्ट भेरिफिकेसनको लागि अपोइन्टमेन्ट लिएर ब्याङ्क भिजिट पनि गर्नुपर्ने हुन्छ। र डिपेन्डेन्टहरू हुनुहुन्छ, कसैसँग पार्टनरसिप बेस्ड ओपन वर्क भिजा, भिजिटर भिजा छ भने त्यस्तो कन्डिसनमा हजुरहरूले चाहिँ प्रुफ अफ एड्रेस, टेनेन्सी एग्रिमेन्ट नभएको खण्डमा कुनै टेनेन्सीले हजुरको नाममा एग्रिमेन्ट छ भने त्यसले काम गर्यो, नत्र कुनै युटिलिटी बिलहरू त्यो पनि छैन भने हजुरले आइआरडी अप्लाई गर्न मिल्छ। हजुरको आइआरडीमा भएको एड्रेसलाई लिएर ब्याङ्क भिजिट गर्नुभयो भने अथवा अनलाइनमा अपलोड गर्नुभयो भने इजिली ब्याङ्क अकाउन्ट खुल्छ। सो यो भिडियो सबैजना जो न्युजिल्यान्ड जाँदै हुनुहुन्छ, कहाँ अकाउन्ट खोल्ने उनीहरू कन्फ्युज हुनुहुन्छ भने उहाँहरूलाई सेयर गरिदिनु।